हेलो गुड मर्निङ शुभ प्रभात। म चाहिँ इस्कुसको जराको सब्जी बनाउनलाई रेडी गर्दैछु। आज मलाई एकदमै मनपर्छ अनि मैले चाहिँ पखालेर तासेर काट्न लागिरहेको छु। टमाटर प्याज चाहिन्छ यसको लागि चाहिँ स्वादअनुसार। अनि मैले रेडी गरेँ, तावा बसाएँ। अब यसमा चाहिँ तोरीको तेल भरसक भए चाहिँ एकदमै मिठो टेस्टी हुन्छ। मैले ठिक्क तेल लगाएँ अनि अब फर्स्टमा चाहिँ मैले धनिया के अरे मेथी फुराउनु पर्ने, जिरा फुराएछु ठिकै छ। अनि मैले मेथी जिरा फुराएँ अनि प्याज फुराएँ। अब यसलाई रातो रातो हुन दिने। त्यस पछाडि चाहिँ यसमा बेसार अनि नुन चाहिँ एड गर्नुपर्छ अनि अदुवा लसुनको पेस्ट पनि हालिदिएँ मैले। यसलाई चाहिँ अलिअलि नै रातो रातो हुने गरी भुटेपछि टमाटर लाउने अनि टमाटर अलिअलि पाकेपछि चाहिँ चना लगाइदिएँ मैले। थोरै मिक्स गर्दा नि हुन्छ नगर्दा नि हुन्छ। अनि यसलाई चाहिँ तातो पानी आउँदै भुट्नुपर्छ, डढ्न दिनु हुँदैन। अनि मैले एकछिन चनालाई पकाउनको लागि पानी लाएर छोपिदिएँ। अब चना यतिको अलिअलि पाक्यो। अब त्यसमा चाहिँ एड गर्ने जरा अनि यसलाई चाहिँ अब चलाउँदै पानी लाउँदै छोप्दै गर्नुपर्छ क्या। पानी लाएन भने चाहिँ डढ्छ, मिठै टेस्ट नै हुँदैन। अनि यसलाई चाहिँ डढ्न दिनु हुँदैन। जिराको पाउडर अनि थोरै मरिच ल्वाङहरूको पनि थोरै धुलो राख्न सकिन्छ स्वादअनुसार। मैले चाहिँ हालेको छु अनि यतिको पाक्न लाग्यो। अब यसलाई चाहिँ पानी लाउँदै अझै पकाउनुपर्छ। जति पाक्यो उति मिठो। अनि बदाम खाँदैछु म, भोक लाग्यो। अनि अचारको लागि सबै सामान रेडी गरेँ। अब यहाँ धनिया पनि थोरै एड गरेँ। पाकिसक्यो सब्जी चाहिँ, मैले हल्का ग्रेभी बनाएँ। अनि यो चाहिँ सलाद हो, सलाद नि रेडी भयो। टमाटर प्याजको अचार पनि मैले रेडी गरेँ। दही मलाई मनपर्छ, दही रेडी गरेँ।